अरू ठाउँमा च्याउमा त किन गनाउँछ होइन र अरूको च्याउ ढिलो हुन्छ एकदम एकदम ठुलै पानी आउँदो रहेछ यति हो पानीको स्पिड रहेछ त होइन अस्ति मिटिङ छोडेर गएको दिन उहाँ म फर्किँदैन बुझ्नुभयो यही हो सोलर पम्प यही सोलरको पम्प यसैको यसको प्यानलबाट चल्ने हो सोलर प्यानल छ ए सोलर प्यानलबाट सोलर पम्प भने यसलाई के पनि लागेन बिजुली सुजुली तीनटा प्यानल भए पुग्छ यो स्याउ हो र ए स्याउ पनि हुँदो रहेछ त्यो होइन यो त असार यस्तै छ त स्याउको हो त्यस्तो छायाको लागि रोपेको नि तर स्याउ यहाँ फल्छ यो फल्छ ए यो चाहिँ ड्राई यो अब तपाईँको बजार गर्नलाई बिक्री भएन यो 30 वर्ष अगाडि निकालेको ड्राई हो बजार गर्दाखेरि अब बिक्री भएन यो सुकाउने प्रविधि हो यो पनि मैले 30 वर्ष अगाडि डेभलप गरेँ टनेल सिस्टम भन्छ पहिला विकासले बक्सा बनाउँथ्यो यत्रो बक्सा बनाउँथ्यो ड्रायर भन्ने हिँड्थ्यो कमर्सियलको कुरा यस्तो होइन अनि यो चाहिँ हावाबाट पानी तान्ने पम्प थियो त्यो सोलर पम्प नहुँदाखेरि पहिला सोलर पम्प थिएन यस्तो हजुर 15-20 वर्ष अगाडि मैले हावाबाट पानी तानेर सिँचाइ गर्ने भने यो इनार छ यहाँ होइन बनाएको थिएँ अब यो पम्प आएपछि अब यसमा औचित्य सक्यो भौँडामा राखेको थिएँ भत्काएर ल्याएर अब यहाँ पानी ट्याङ्की बनाइदिएँ ए भौँडामा थियो पहिले ए पानी स्टोर गरेर स्प्रिङ्कलर थपेर चलाइने हुन्छ यसबाट थोपा फ्याज त त्यतिकै चल्छ नि यो त मेरो के भने ऊ यसको लागि चाहियो अब जस्तै मेरो यो मूल यतिबाट होइन अलिकति 15-20 केजी जति निस्किसक्यो ए मुला ठुलो छाड्दै निकाल्दै अनि त्यसपछि अब फेरि 60 दिनमा आउँदो रहेछ नि यो र बिक्री गरेर तपाईँलाई मन परायो उता यो फेरि यो त्यत्रो ठुलो लामो पनि हुँदैन ठिक्कको मुला हुन्छ है ठिक्कको हुन्छ अनि यो त अब पानी भयो यो धेरै भयो अब मेरो उनीहरू आउँथ्यो अचार बनाउँछु भनेर भनिरहेको थियो अनि के हुँदैन छिप्पिँदैन